हेलो नमस्ते म मिलन ट्याटु अनि मेरोमा आज फेरि दिदी आउनु भएको छ ट्याटु हान्नलाई। दिदीले पहिला नै एकचोटि हान्नु भएको थियो, दिदी फेरि सम्झेर भाइहरूलाई आउनु भएको छ। दिदीको अलिक कम्प्लिट भएको छैन, कम्प्लिट गर्न आज आउनु भएको छ। दिदी अनि तपाईँलाई कस्तो लागिरहेको छ? राम्रै लागिरहेको ट्याटु हान्न पेन त हुन्छ है, भइहाल्छ दुखाइ चाहिँ लास्टै हुन्छ, तर दुखाइ सपना चाहिँ ठुलो छ ट्याटु सपना हान्ने। ठुलो दुखाइसँग त गाह्रो दिदीले अब भनेपछि अहिले फुल हात हान्दै हुनुहुन्छ। दिदीले फेरि अझै थप्ने होला नि दिदी ट्याटु। ट्याटुको तपाईँ भनेपछि धेरै सोख हुनुहुन्छ हो। तपाईँलाई घर परिवारमा कसैले गाली गर्दैन? मम्मीले चाहिँ अलिअलि गाली गर्छ, अरू त दाइहरूले नि हात गरी हाल्नु भए भाउजू सबैले हाल्छ। आफ्नो सोख हो, आफ्नो सपना हो। हो र ट्याटु भन्ने चिज चाहिँ एकचोटि यो मरेर लाने चिज हो हुन्छ, तर मान्छेहरूले त्यही भएर आफ्नो सपना पुरा गर्न आउँछन्। त्यही कुरा गर्न आएको हो, दुखाइ अलिक गाह्रो हुन्छ त्यति हो। दिदी पहिला नि दिदीले फेरि आधी दुखाइ खपेर जानु भएको नि त होइन। दिदी चाहिँ बिचमा नसक्नु भएर छोड्नु भएको थियो, तर दिदी फेरि आउनु भएको दिदी सम्झेर। नत्र दिदी ट्याटुको लास्ट सोक हुनुहुन्छ नि त, नत्र आउनै थिएन नि दिदी। यो भराउनु पर्छ पुरै। तपाईँलाई खुसी लागेको छ भनेपछि भाइहरूलाई कसरी सम्झिनु भयो त? कसरी सम्झिनु भयो? टिकटकबाट टिकटकमा मेसेज गरेर आएको भनेपछि दिदीको ट्याटु हान्ने ठुलो सपना छ। सपना छ, अब बिस्तारै पुरा पनि हुन्छ। भर्खर त स्टार्ट भयो। पहिला पहिला चाहिँ मान्छेहरूले नराम्रो सोध्थ्यो, त्यो त सोचिहाल्छ नि होइन? पहिला पहिला चाहिँ ट्याटु नराम्रै भनेर चिनिन्थ्यो नि त, तर अहिले चाहिँ यो ट्याटु ट्रेनिङमा होइन, कसैले नराम्रो भन्दैन। आफ्नो सपना हो, सपना पुरा गर्नु नै ठुलो कुरा हो होइन दिदी? मान्छेले जे पनि भनिहाल्छ नि, भन्नेको मुख टाल्न सक्दैन क्या, मतलब छैन अर्काको भन्नुहोस्, भन्नेले भनिराख्नुहोस्, हामी चल्दै गर्छ, ट्याटु हान्दै गर्छौँ, भाइहरूलाई सम्झिरहन्छौँ होइन। भोलिपर्सि पनि आउने हो फेरि हान्नु। दिदी भनिदिनु त यसो मान्छेहरूलाई कस्तो लाग्यो तपाईँलाई यहाँको ट्याटु? ट्याटु एकदम राम्रो छ, तपाईँहरू नि आउने भए आउनु होला। ल सबलाई धन्यवाद। म चाहिँ मिलन ट्याटु सम्झिँदै